हेलो गाइस, आज हामीले पनिर भुर्जी बनाउँदैछौँ हैन। तपाईहरुको फेभरेट पनिर अनि मटरको भुर्जी टाइपमा सब्जी बनाउँदैछौँ। कस्तो लाग्छ तपाईहरु अन्तिमसम्म हेरेर हामीलाई साथ दिनु होला। सबैभन्दा पहिला तेल हाल्ने अनि त्यसपछि हल्का जिरा फुराउने, त्यसपछि जिरा मस्त गरम गर्ने अलिकति हैन, अनि टक्क हल्का बेसर हाल्ने, बेसर फ्राउने अनि त्यसपछि टक्क हलाएर जुन काटेको सानो सानो पिस गरेको पनिर हाल्ने अनि पनिर हालिसकेपछि थोरै हल्का चलाउने अनि त्यसपछि हरियो हाल्ने अनि टक्क त्यसलाई मजाले चलाउने हैन। टक्क मजाले भुट्ने। तर मिठो छ है, यो चाहिँ मिठो हुन्छ। तपाईहरुले एकचोटि अवश्य ट्राई गर्नु होला हैन। तर बब्बाले हुन्छ कि म पनि ट्राई गरेको थिएँ, आज चाहिँ फर्स्ट टाइम ट्राई गर्दैछु। मिठो हुँदो रहेछ पनिर अनि हरियो केराउको सुक्खा टाइपमा भुर्जी बनाएर अनि खाँदा राम्रो हुन्छ। हल्का नुन हालेँ मैले यसमा, हल्का जिरा पाउडरको धुलो हालेँ, हल्का धनिया पाउडर पनि हालेँ अनि त्यसपछि हल्का धुलो खुर्सानी पनि हाल्यो। त्यसपछि हल्का यो कस्तुरी मेथी पनि हालेछ है। त्यसपछि मजाले चलाउने हैन। अनि मजाले चलाइसकेपछि टक्क अब रातो रातो हुन लागिसकेको छ हैन। तर मिठो भने बब्बाले मिठो हुन्छ है। तपाईहरु अवश्य ट्राई गर्न सक्नुहुन्छ। छिटो पनि हैन अनि मिठो पनि। टक्क लाएर है, टक्क हरियो धनिया काटेर हाल्ने, हरियो पत्ता अनि टक्क लाएर हैन। अन्तिममा पुग्दैछ, हाम्रो रेडी भइसकेको छ। अब हाम्रो टक्क रेडी भइसकेको छ। हेर्नुहोस्, तपाईहरु अवश्य पनि घरमा एकचोटि ट्राई गर्न सक्नुहुन्छ। पनिर अनि हरियो केराउको पनिर भुर्जी टाइपमा हैन, मिठो हुन्छ, स्वादिष्ट, कस्तो बब्बाले छ है। तपाईहरु पनि अवश्य ट्राई गर्नु होला र यस्तै भिडियो हेर्नको लागि लाइक, कमेन्ट, सब्स्क्राइब गर्नु नबिर्सनु होला है। अन्तिममा सुझाव सल्लाह प्रतिक्रिया दिन नबिर्सनु होला। साथीहरु धन्यवाद।